दुर्गा परसाई र रविन्द्र मिश्रहरूलाई फसाउन प्रहरीले मुद्दा दायर गर्दा बयानमै छलकपट गरेको खुलासा। हिरासतमा दुर्गा परसाई चिन्तित। गत चैत्र 15 गते काठमाडौँको तीनकुनेमा भएको घटनामा राजावादी नेताहरू विरुद्धको मुद्दा बलियो बनाउनका लागि प्रहरीले छलकपट गरेको खुलासा भएको छ। संयुक्त जनआन्दोलन समितिले तीनकुने घटनामा आरोपीहरूमाथि प्रहरीले मुद्दा दायर गर्दा बयानमै छलकपट गरेको खुलासा भएको हो। पक्राउ परेका राजावादीहरू कसैले पनि एक अर्का विरुद्ध बयान नदिएको दाबी समितिका प्रवक्ता स्वागत नेपालले गरेका छन्। प्रहरीले दायर गरेको अभियोग पत्रमा दुर्गा परसाईले रापरपाका नेताहरूलाई र रापरपा नेताहरूले परसाईलाई दोष देखाएर बयान दिएको उल्लेख छ। परसाईले रापरपा नेताहरूले कार्यक्रममा ढुङ्गा हान्न लगाएको भनेर बयान दिएको समाचार समेत मिडियाहरूमा आएका छन्। यस्तै रापरपाका नेताहरू रविन्द्र मिश्र र डाक्टर धवल शमशेर राणाले आफूहरू अतिथिका रूपमा मात्र सहभागी भएको भन्दै हिंसा भड्किएको सबै दोष परसाईमाथि लगाएको दाबी प्रहरी निवेदनमा गरिएको छ। यस विषयमा समिति प्रवक्ता नेपालले आपत्ति जनाएका छन्। प्रहरीले बोल्दै नबोलेका कुरा आफै लेखेर बयानमा राखेको उनको भनाइ छ। मैले हिरासतमा र अदालतमा सबैतिर भेटेर कुराकानी गरेको छु। कसैले पनि एक अर्कालाई दोष दिएका छैनन्। प्रहरीले कसैलाई 32 बुँदा देखाएर 42 वटामा त कसैलाई 36 वटा देखाएर 46 बुँदामा हस्ताक्षर गराएको रहेछ। थपिएका बुँदाहरू प्रहरीले नै लेखेका हुन्। कसैले चाहिँ हामीलाई डरधाक देखाएर सही गराएको पनि भन्नुभयो। एक पटकमा एकजनालाई कोठाभित्र थुनेर फलानोले तलाई यस्तो भनेको छ है भनेर उक्साउने काम पनि गरेको पाइयो। यो सबै बदमाशीका विषयमा अदालतमा एकदम राम्रोसँग बहस पैरवी हुनेछ उनले भने। तीनकुने घटनाका मुख्य जिम्मेवार मानिएका दुर्गा परसाई संयुक्त जनआन्दोलन समितिका पनि जनकमाण्डर हुन्। परसाई यति बेला प्रहरी हिरासतमा छन्। आफूलाई भेट्न आउनेहरूलाई उनी बाहिर के भइरहेको छ भनेर सोध्ने गर्छन्। आफूले बोल्दै नबोलेको कुरा बयानमा लेखिएको भन्दै परसाई चिन्तित बनेका छन्। पक्राउ पर्दा केही दिनमा छुट्ने आशा गरेका परसाई अब यिनीहरूले मलाई छोड्दैनन् भन्दै गुनासो गर्छन्। आखिर नेपालको प्रहरीले सत्तामा भएकाहरूको चाकडी गर्न किन यतिसम्म निरीह बन्छ? यहाँ जो सत्तामा छ त्यसले सत्यलाई झुटो र झुटोलाई सत्य बनाइदिन्छ। अनि कसरी न्याय मिल्छ? यसबारे तपाईहरूको प्रतिक्रिया के छ? आफ्नो विचार कमेन्ट गर्नुहोला।